आज यस्तो मजा आउँथ्यो भन्ने मैले सोचेको पनि थिएँ। हे गाइज वेलकम, फेरि स्वागत छ मेरो नयाँ भिडियोमा। हिजो चाहिँ काठमाडौँदेखि दाइ आएको थियो र आज दाइ र म जानेवाला छौँ बजार घुम्न। सायद मलाई मात्र यति धेरै फाइदा हुन्छ होला, मेरो दाइ काठमाडौँबाट घर आए। दाइ काठमाडौँबाट घर आएपछि म त्यसको पैसा सबै सकिदिन्छु। हामीलाई बेलोरीमा पुगेर के गरौँ भएर दाइ ब्याङ्कमा काम छ भन्दै ब्याङ्कमा छिरेर ब्याङ्कमा छिरेपछि के काम हो भन्ने आफैले नै बिर्सिसकेको थियो। हामीलाई बिहानैबाट दाइहरूको कल आउन लाग्थ्यो र अनि हामीले भने रिसिभ गरेका थिएनौँ। अनि दाइहरू पनि आफ्नो कामले बजार आएका रहेछन्। आज धेरै वर्षपछि सबै दाइहरूसँग भेट भएको थियो नयाँ वर्षमा। बजारबाट सबै सामान प्याक गरेर हामीहरूले 4 क्यान रेडबुल खाएर त्यहाँबाट निस्क्यौँ। रेडबुल खाएर होला दाइहरूलाई एनर्जी आएको, हामीलाई रेस खेल्ने पो भन्छन्। हामीहरू चाहिँ अहिले दाइको घर पुगिसकेका छौँ। घर पुग्न पाएको छैन, खसीको मासु दिइहाल्छन्। मैले मात्र होइन, सबैले खायौँ। हामीहरूले त एकछिन रमाइलो गरेर खाना खानेतिर लाग्यौँ। हाम्रो एउटा प्लान छ, त्यसैले हामीले जल्दी नै खाना खाएको। हामी अहिले कहाँ जाँदैछौँ र किन जाँदैछौँ त्यसको लागि लास्टसम्म हेर्नुहोला। हामीहरू चाहिँ जहाँ गए पनि फ्रेस हुन र रमाइलो गर्न जाँदैछौँ। अहिले चाहिँ हजुरहरूलाई पक्कै पनि थाहा भइसकेको होला हामी यहाँ के गर्न आएका छौँ। हामी चाहिँ आएका छौँ आज स्विमिङ गर्न। स्विमिङ पुलमा होइन, हामी चाहिँ दोदान नदीमा आउने गर्छौँ। हामीहरूले चाहिँ दामी लोकेसन खोजेर अब स्विमिङ गर्नलाई रेडी भएका छौँ। मैले चाहिँ दाइहरूलाई फर्स्टमा पठाएर आफू भने चाहिँ लास्टमा जानेछु। मैले पनि धेरै रोक्न सकेन र मैले पनि नदीमा हाम फालिहालेँ। भाइ तेरो नि एउटा कन्टेन्ट बन्छ भन्दै दाइहरूले आफ्नो नभएको स्किल मलाई देखाउन थाले। हामीहरूले त्यहाँ 4 घन्टा स्विमिङ खेलिसकेपछि हामीहरू भने घाममा सुक्न आयौँ। एकछिन त्यहाँ आराम गरेर हामी भने त्यहाँबाट निस्किहाल्यौँ। आज भने हामीहरूलाई धेरै नै रमाइलो भयो। यदि हजुरहरू पनि दोदा नदीमा नुहाउन चाहनुहुन्छ भने 10-11 जनाको टिममा मात्रै जानुहोला। यति भन्दै आजको कन्टेन्ट चाहिँ सिद्धियो। अहिलेसम्म हेरिदिएकोमा मनैदेखि माया छ। थ्याङ्क यू फर वाचिङ, बाई।